हेलो गाइस, वेलकम टू माई मेरे ब्लॉग। आज चाहिँ हामी स्कुलको म्यामहरूसँग घुम्न जान आँटेको थियौँ, ड्राई पिकनिक। आजको मेरो आउटफिट चाहिँ यस्तो रहेको छ। मेरो हस्बेन्डले मेरो आउटफिटको भिडियो बनाइदिनु भएको थियो अनि मलाई मेरो हस्बेन्डले चाहिँ मेरो नामको डेटसम्म पुऱ्याइदिनु भएको थियो आज। त्यसपछि म होटलमा पुगेँ अनि एकछिनमा साथीहरू पनि सबैजना आउनुभयो। त्यसपछि चाहिँ हामी सल्लाह गरेर खाजाहरू लिन गयौँ। हामी चाहिँ यहाँ पिज्जा लिन गएको थियौँ अनि पिज्जा लिन चाहिँ वेट गर्नु परेको भएर चाहिँ हामी यहाँ गफ गर्दै रमाइलो गर्दै यता कुरा जिस्काउँदै सबैजना बसिरहेको थियौँ। त्यस पछाडि चाहिँ हामी लाग्यौँ आफ्नो बाटोतिर। हामी चाहिँ जुरेलीको ट्री हाउस जान आँटेको। फाइनली हामी लोकेसनमा पुग्यौँ। लोकेसन पुग्ने बित्तिकै हामी चाहिँ आफ्नो सामानहरू बोकेर रेडी भयौँ। तर यति धेरै गर्मी थियो, प्लस यहाँ चाहिँ बनाउँदै हुनुभएको भएर चाहिँ हामी कन्फ्युज भएको थियो के कता बस्छौँ भनेर। हामी मात्रै झेल टाइम ड्राइभ गर्नुको लागि। त्यसपछि चाहिँ त्यहाँ अगाडि चाहिँ एउटा घर रहेछ, त्यहाँ माथि स्पेस रहेछ अनि त्यहाँ मजाले बसेर खाना यताउति रमाइलो गर्न मिलेको कारणले हामी चाहिँ त्यही घरमाथि गएर बस्यौँ। त्यसपछि हामी बस्नको लागि रेडी गऱ्यौँ। अलिअलि भिडियोहरू लिएको छौँ खानेकुराको। हामी खासै धेरै भिडियोहरू बनाएनौँ। यस पछाडि चाहिँ हामी सबैजना बसेर सबै कुराहरू सेयर गर्दै गफ गर्दै रमाइलो गर्दै एकअर्कासँग जिस्किँदै रमाइलो गरिरहेको थियौँ। त्यसपछि अलिअलि फोटोहरू खिच्यौँ हामी अनि एकदमै धेरै गर्नु भएको कारणले चाहिँ हामी अर्को ठाउँ जाऊँ, यहाँ धेरै फोटो खिच्यौँ भनेर हामी चाहिँ अर्को ठाउँतिर लाग्यौँ। अर्को ठाउँ चाहिँ रामनगरमा एउटा पार्क रहेछ, एउटा म्यामले भन्नुभएको भएर चाहिँ हामी त्यहाँ पनि गयौँ घुम्नको लागि। हामी कति रमाइलो रहेछ, यहाँ एकदम राम्रो बनाएको रहेछ है भन्दै गफ गर्दै एकदम इन्जोय गरिरहेको थियौँ हरेक मोमेन्ट। त्यसपछि हामी यसमा नै अलिअलि फोटो खिच्यौँ। त्यसपछि साथीहरूलाई गुड बाई भनेर हामी आफ्नो घर जान लाग्यौँ किनकि हाम्रो पनि काम थियो कि मेरो त सुरक्षाको चाहिँ नारायण खोला मन्दिरमा डान्स प्र्याक्टिस गर्न पर्ने थियो। त्यस कारणले चाहिँ हामी साथीहरूलाई गुड बाई भनेर हामी पनि आफ्नो बाटोतिर लाग्यौँ। थ्याङ्क्स फर वाचिङ गाइस।